पूजना भान्जी हजुर खोइ आरक्षा सानी देख्दिन त कता गए खै कता गए मैले पनि देखेको छैन नि सहर जान्छु भन्थे त आरक्षा र सानी त यहाँ घरमा त भनेको छैनन् खोइ अस्ति आरक्षा र मलाई त त्यसै भन्दै हुनुहुन्थ्यो खै के गर्छन् जान्छन् होला नि अनि भगती चाहिँ खोइ त भगती हजुर भगती यहाँ आउनु न यहाँ बसौँ हुन्छ आउँछु नि म भगती अनि अस्ति त आरक्षाले त साह्रै दुःख मनाउ गर्दै हुनुहुन्थ्यो त भन्दै थिइन् र आन्टी आरक्षाले दिदीहरूले साह्रै काम लाउनु भयो अब यहाँ बस्न सक्दिनौँ सहरै जान्छौँ हामी त भन्दै हुनुहुन्थ्यो अब घरमा त्यसले काम त गर्नै पर्यो नि काम नगर्दा कसले खाना दिन्छन् तिनीहरूलाई सानै छन् काम गर्न पनि सक्दैनन् बिचराहरूको बाबुआमा पनि हुनुहुन्न के छ त बाबुआमा पनि हुनुहुन्न मैले सानोतिनो काम त लाएको हो धेरै ठुलो नि त लाएको छैन यसो काममा मलाई पनि सहयोग हुन्छ कि भनेर मात्रै लाएको हो ठिकै छ त ल ल लु म घर गएँ ल नि लाउनु हुन्छ नानी गाई त भोकै रहेछ त जाऊ त माथिबाट घाँस दिएर हालिदेऊ गाईलाई हुन्छ नि त म ल्याएर हालिदिन्छु नि होइन आज त्यो आरक्ष र सानी बुनी कहाँ गएछन् देख्दिन त म त अरे ए अरे हजुर हुन्छ आरक्ष लु हिँड्न त जम्बारी हामी दिदी आरक्षा आरक्षा अरे आरक्षा हजुर दिदी म यहाँ पारीमा छु यहाँ आऊ त भाडा माग्नलाई हुन्छ दिदी यहाँ धन्दा मस्तान छ त मलाई दिदी बारीमा जाने भन्नुभएको होइन तपाईँले रात पऱ्यो त अब त आज नजाम भोलि जाम्नु हुँदैन र हुन्छ कस्ता राम्रो फुल फुलेको हो यहाँ त दिदीले पनि अहिले दाउरा खोज्छ
पठाइराख्नु भएको छ। एकछिन खाली बस्न दिनुहुन्न। काम हराई गर्नुहुन्छ। मेरो मम्मी बाबा हुनुभएको भए त मलाई काम गर्न दिनुहुन्न थियो नि। आफै काम गरेर हामीलाई पढाउनुहुन्थ्यो, ठुलो बनाउनुहुन्थ्यो, हुर्काउनुहुन्थ्यो। के गर्नु मान्छे त यस्तै हुँदो रहेछ। कहाँ हुनुहुन्छ मेरो मम्मी बाबाहरू? कहिले आउनुहुन्छ होला र म मम्मी बाबासँग बस्नु? दिदी हजुर के गर्दै हुनुहुन्छ? केही न केही यहाँ बसिराखेको छु। किन आएको तिमी? बस खेल्नु दादाहरूसँग। दादाहरूले त मलाई खेलाउनु भएन। बहिनीहरू उठ। बहिनी दिदीले दाउरा खोज्न पठाउनु भएको छ। काम गर्न भने त फेरि भात खानै मिल्दैन। के गर्न मम्मी बाबा नहुँदा यस्तै हुँदो रहेछ नि बहिनी। बहिनी टेन्सन नगर तिमी, म चाहिँ तिम्रो साथमा। म जति दुःख गरे पनि तिमीलाई म ठुलो बनाउँछु, ठुलो मान्छे बनाउँछु।